नमस्कार। अब हामी केवल एउटा अफिसमा मात्र सीमित नरहेर हाम्रो पूर्वीय दर्शनको ज्योतिषको ज्ञानलाई, वैभवतालाई, यसको महत्त्वलाई बढाउने र हजुरहरुमा परेको समस्या, दुःख, कष्टहरूलाई सम्पूर्ण कुराहरूलाई हेर्ने, विचार गर्ने, प्रवासमा आएर हामीले यो देखाउन नपाइएको अवस्था छ, अप्ठ्यारो छ भने अब हामी हजुरहरुको लागि खुल्ला ठाउँमा आएका छौं। प्रत्येक शनिबार आइतबार हजुरहरु लुम्बिनी ड्रिम गार्डनमा यो रेस्टुरेन्टमा आएर शनिबार दिउँसो 2 बजेदेखि र आइतबार बिहान 10 बजेदेखि हजुरहरुले निशुल्क रूपमा हामीलाई भेटेर आफ्नो जन्मकुण्डलीको आधारमा, चिनाको आधारमा भूत, भविष्य, वर्तमान र हजुरलाई परेको समस्याहरूको समाधान गर्नको लागि हामीलाई सम्झनु होला र आउनु होला। नमस्कार। नमस्ते, मेरो नाम सोनी। अहिले चाहिँ दुबईमा चाहिँ ज्योतिष परामर्शको शिविर चलिरहेको छ। मैले पनि आएर देखाएँ, तपाईहरु पनि आएर देखाइदिनु होला। धन्यवाद। नमस्कार, म आज यो श्रीयन्त्र ज्योतिष शिविरमा लुम्बिनी ड्रिम गार्डन गेस्ट हाउसमा आएर मेरो फ्युचरको बारेमा देखाएको थिएँ। सबै राम्रो लाग्यो मलाई। ग्रह दशा भोलिको उहरुमा के कसरी अगाडि बढ्दाखेरि ठिक हुन्छ, राम्रो लाग्यो। हजुरहरु सबैजना आएर एकचोटि देखाउन सक्नुहुन्छ। हस्त, धन्यवाद। नमस्ते, मेरो नाम सपना। म पनि यहाँ ज्योतिष परामर्शमा आएर आफ्नो चिना देखाएँ। तपाईहरु पनि यहाँ आएर आफ्नो चिना देखाएर भविष्यवाणी देख्न सक्नुहुन्छ। थ्यांक यू सो मच। नमस्ते, सम्पूर्णलाई स्वागत छ। म लुम्बिनी ड्रिम गार्डनबाट हजुरहरुलाई भोलिको दिनमा के हुन्छ, के गरौँ, के गर्दा बेटर होला, मेरो के हुन्छ होला, हजुरहरुको वर्तमान भूत भविष्य बारे केही पनि जान्न चाहनुहुन्छ भने चाहिँ हजुरहरुले चाहिँ लुम्बिनी ड्रिम गार्डनमा प्रत्येक शनिबार चाहिँ आएर श्रीयन्त ज्योतिषसँग चाहिँ आफ्नो वर्तमान भूत भविष्यको बारेमा चाहिँ थाहा पाउन सक्नुहुनेछ। हामीले चाहिँ लुम्बिनी ड्रिम गार्डनले श्रीयन्तसँग सहकार्य गरेर चाहिँ हामीले हजुरहरुको लागि निशुल्क रूपमा चाहिँ यो सेवा अहिले प्रदान गर्दै आइरहेका छौं। हजुरहरुको मनमा जे पनि छ भोलिको बारेमा के गरौँ, कसो होला, के गर्दा ठीक होला, के गर्दा चाहिँ मेरो व्यापार बिजनेसमा, मेरो आफ्नो पर्सनल जिन्दगीमा चाहिँ के हुँदैछ, के गर्दा चाहिँ बेटर हुन्छ भन्ने हजुरहरुको मनमा एकदमै धेरै जिज्ञासा छ भने चाहिँ हजुरहरुले प्रत्येक शनिबार दिउँसो 3 बजेबाट चाहिँ हजुरहरुले फ्रीमा ज्योतिष सम्बन्धी कुनै पनि परामर्श लिनु परेमा चाहिँ हजुरहरुले लुम्बिनी ड्रिम गार्डनमा चाहिँ श्रीयन्त्रसँग चाहिँ सम्झिनु होला है त। धन्यवाद।